चितवन जाँदा गर्ने पर्ने 15 वटा कुराहरू जसले तपाईको घुम्ने एक्सपिरियन्सलाई अति बवाल बनाउँछ। नम्बर 1 मा रहेको छ चुजिङ द करेक्ट वे। यो पोइन्ट चाहिँ तपाईहरु काठमाडौँबाट जानु हुँदैछ भने मात्रै लागू हुन्छ। तपाईहरु चाहिँ बसबाट जानु हुँदैछ भने चाहिँ तपाईलाई धेरै अप्सन हुँदैन। तपाईहरु मुगलिङ नारायणघाटकै बाटो जानु पर्छ। तर त्यो बाटो एकदमै बिजी अनि जाम हुने कारणले तपाईहरुलाई 7-8 घण्टा लाग्न सक्छ। तर इफ तपाईहरु प्राइभेट गाडी लिएर जाँदै हुनुहुन्छ या बाइकमा जाँदै हुनुहुन्छ भने आई रिकमेन्ड यु तपाईहरु चाहिँ फर्पिङ हुमाने फाकेल हुँदै कुलेखानी निस्केर भीमफेदीबाट हेटौडा हुँदै चितवन जानु होला। यो बाटो अलिकति साँगुरो भए पनि 98% पिच छ, एकदमै सिनिक बाटो छ र धेरै ठुलो गाडीहरू पनि चल्दैन। त्यसैले प्राइभेट गाडी या बाइकलाई यो बाटो एकदमै कम्फर्टेबल हुनेछ। बाटोमै कुलेखानी ड्याम पर्छ, त्यो पनि हेर्नु होला। अनि देउराली भन्ने ठाउँमा पुगेपछि ब्रेकफास्ट खानु होला, दामी भ्यू इन्जोय गर्दै अनि तल हेटौडाको भाइरल पुलमा टिकटक बनाएर जानु होला चितवन। नम्बर 2 मा रहेको छ चितवनको माछा। चितवनको माछा एकदम मिठो हुन्छ र धेरै थरीको माछा पाउने भएको भएर कुनै माछा तारेर कुनै झोल पारेर अति मजा आउँछ खानलाई। तर माछा कहाँ किन्ने त? बजारमा किन्न गयो भने महँगो पनि पर्छ र फ्रेस पनि हुँदैन। बरु अलिकति मेहनत गर्नुस् र चितवनको गाउँतिर एक्सप्लोर गर्नुस्। टन्ने पोखरीहरू देख्नुहुन्छ र माछा मारिरहेको पनि देख्नुहुन्छ। त्यहाँ गएर जिउँदो माछा फ्रेसली लिनु होला। तपाईहरुलाई सस्तो पनि पर्छ र मिठो पनि हुन्छ फ्रेस माछा। मेरो रिकमेन्डेसन तारेर खाना चाहिँ छडी अनि रौ माछा चाहिँ झोल पारेर खान मजा आउँछ। नम्बर 3 मा रहेको छ सौरामा सनसेट इन्जोय गर्ने। सौरामा थुप्रै रेस्टुरेन्टहरू छन् राप्ती खोलाकै तीरमा र तपाईहरु सनसेटको बेलामा यो रेस्टुरेन्टहरुमा आफ्नो साथीभाइसित रमाइलो गर्न सक्नुहुन्छ। डिफ्रेन्ट फुड र ड्रिंक्सहरू इन्जोय गर्दै यो रेस्टुरेन्टहरुमा बसेर गइहरुले घाम तापेको हेर्दै सनसेट इन्जोय गर्दै यहाँ चिल गर्न सक्नुहुन्छ। तर फुड र ड्रिंक्स भने अलि एक्सपेन्सिभै छ। नम्बर 4 गाउँघरतिर ड्राइभमा जाने। चितवनमा चाहिँ सिजन अनुसार धेरै जस्तो धान र तोरी नै फलेको हुन्छ र बारीको बीचबाट सिधा बाटोमा गाडी या बाइक चलाउन अति रमाइलो हुन्छ। घाम लाग्दा तोरी बारी अति राम्रो देख्छ र यहाँको चिसो र सफा हावामा बाइक या गाडी चलाउन अति रमाइलो हुन्छ यताउता एक्सप्लोर गर्दै हिँड्न। नम्बर 5 मा छ चितवनको चटपटे पानीपुरी र दहीपुरी। यो खानालाई चाहिँ म तपाईहरुलाई सौरामा रहेको राकेश चटपटे पसलकै रिकमेन्ड गर्छु। म सधैँ जाँदा चाहिँ यहीँको खान्छु र मलाई यहाँको दहीपुरी र गिलो चटपटे एकदम मिठो लाग्छ। सौरा जाँदा यो चाहिँ बाटोमै पर्छ, एकचोटि ट्राई गर्नु होला, एकदमै मिठो छ। नम्बर 6 सबसे इम्पोर्टेन्ट जंगल सफारी। चितवन गएको बेलामा जंगल सफारी गर्नै पर्छ। चितवन भनेको नेचरसित एकदमै नजिकबाट इन्टरेक्ट गर्ने ठाउँ हो र यहाँ गएर तपाईहरुले एनिमलको नेचुरल हेबिटेट र भित्र जंगलको फ्रेश हावा इन्जोय गरेर एक्सपिरियन्स गर्नै पर्छ। धेरै जनाले जंगल सफारीमा जनावर देखेन नजानु भनेर रिकमेन्ड गरेको देख्छु। तर यहाँ जनावर हेर्न मात्रै नभइकन जंगलको भित्र कस्तो हुन्छ के हुन्छ भनेर एक्सपिरियन्स गर्न नि एकदम इम्पोर्टेन्ट छ। र जनावरहरू पनि बाघ भालु नदेखे पनि गैंडा मृग मयूरहरू जस्तो जनावर देख्नु एकदम कमन हो र तपाईहरुले त्यो पनि एकदम इन्जोय गर्न सक्नुहुन्छ। लास्ट इयर फेब्रुअरीमा चितवन जाँदा 4 घण्टाको सफारीमा यही नजिकबाट 2टा भालुहरू झगडा गरेको देखेको थिएँ र हामीलाई पनि अट्याक गरेको थियो भने अस्ति अक्टोबरमा जाँदाखेरि चाहिँ मैले गैंडाहरूलाई एकदम नजिकबाट देखेँ। र तपाईहरु पनि लक्की हुनुभयो भने यस्तो कुराहरू एक्सपिरियन्स गर्न पाउनुहुन्छ जुन अति नै दामी एक्सपिरियन्स हुनेवाला छ। नम्बर 7 मा रहेको छ एक्सपिरियन्सिङ द थारू कल्चर। चितवन थारू कल्चरको लागि एकदमै पपुलर छ र थारू कल्चर हाम्रो देशको एकदमै महत्त्वपूर्ण र युनिक कल्चर हो। यहाँ गएको बेलामा थारू कल्चरलाई एकदमै गहिरोसित निहाल्नु होला। र हामी चाहिँ थारू कल्चर र डान्समा गएको थियौँ माघे संक्रान्तिको बेलामा, एकदमै रमाइलो भएको थियो र लास्टमा हामी सबैजना पनि स्टेजमा जोइन गरेर थारू गीतहरूमै डान्स गरेको थियौँ। नम्बर 8 मा रहेको छ टिकौली जंगल एक्सप्लोरिङ। टिकौली जंगल चाहिँ रत्ननगर र देवनगरलाई कनेक्ट गर्ने ठाउँ हो, विच मिन्स उता भरतपुर र यता सौरातिर र मेची महाकाली हाइवे पनि यही जंगलको बिचबाट जान्छ। तपाईहरु चाहिँ यो जंगल भित्र आफै प्राइभेट गाडी या बाइक लिएर एक्सप्लोर गर्न सक्नुहुन्छ। पर पर्सन 25 रुपैयाँ र पर भेहिकल 300 रुपैयाँले तपाईहरु भित्र जान सक्नुहुन्छ। यही जंगल भित्र हो 20 हजारी ताल, कमल ताल, किङफिशर ताल र राइनो ताल जस्तो विभिन्न तालहरू पनि पर्ने। त्यहाँ पनि जान सक्नुहुन्छ र डिफ्रेन्ट एनिमल्सहरू इन्काउन्टर नि गर्न सक्नुहुन्छ। थुप्रै चराचुरुङ्गी, मृगहरू अनि बँदेलहरू देख्न एकदमै कमन हो भने रेयर केसेसमा गैंडा पनि देख्न सकिन्छ। र निस्किने बेलामा
बाघ थुनेर राखेको ठाउँ गएर बाघ हेर्न नि नबिर्सिनु होला। नम्बर 9 मा रहेको छ भरतपुरमा रहेको केएनके खाजा घरको घ्याम्पे मोमो खान। ठ्याक्कै कोकाकोला फ्याक्ट्री पछाडि रहेको यो घ्याम्पे मोमो एकदमै मिठो छ। बफ घ्याम्पे मोमो यहाँ झोल र बाक्लो अचार हालेर दिइन्छ। एकदमै मजाको भित्र मासु अनि ठुल्ठुलो मोमो अति नै फ्लेभरफुल। यहाँ गएको बेलामा कोक खाना पनि नबिर्सिनु होला। फ्रेश फ्रम द फ्याक्ट्री एकदमै फ्रेश र क्रिस्पी कोक हुन्छ, अन्तको जस्तो हुँदैन। यहाँको मोमो र कोकको कम्बो अति मिठो हुन्छ। चितवन गएर घ्याम्पे मोमो नखाइ आउनु भयो भने चाहिँ चितवन गएको खेरा गएकै बराबर हो। नम्बर 10 मा रहेको छ सनसेट एट नारायणी। नारायणीको तीरमा गएर सनसेट हेर्नु एकदमै मेजमराइजिङ एक्सपिरियन्स हो। अति नै पिसफुल हुन्छ यो चाहिँ। खोलाको पानी, एउटा मिठो गीत बजाउनु होला पिसफुल खालको, अनि त्यो सनसेट भएको हेर्नु होला। पुलमा गाडीहरू गुडिरहेको र त्यो सन बिस्तारै ढल्केको देख्दा अति आनन्द लाग्छ। यो चाहिँ एकदमै ब्युटिफुल एक्सपिरियन्स हुन्छ। नम्बर 11 मा रहेको छ अथेन्टिक थारू फुड। मैले चाहिँ यो थारू भान्सा घरबाट एक्सपिरियन्स गरेको थिएँ थारू खाना चाहिँ मगाएर, र मेरो लागि एकदमै युनिक भनेको यहाँको हाँसको मासु, गुङ्गी र गङ्गटा थियो। सुरुमा एकदमै अनौठो लागे पनि लाइफमा सबै कुरा एक्चुअली ट्राई गर्नै पर्छ भनेर मैले चाहिँ ट्राई गरेँ। गुङ्गी खाँदा अलिअलि किरकिर भने पनि ठिकै थियो स्वाद, झोल मिठो थियो, तर गङ्गटा भने बास्ना पनि एकदम मिठो र खाँदा पनि एकदमै मिठो लाग्यो। हाँसको मासु र भात पनि अति मजा आयो। तपाईहरू पनि गएको बेलामा यो ट्राई गर्नु होला, राम्रो एक्सपिरियन्स हुनेवाला छ। नम्बर 12 मा रहेको छ बोटिङ एट राप्ती। क्रोकोडाइल र एलिगेटरहरू चाहिँ कोल्ड ब्लडेड भएको कारण उनीहरू दिउँसो घाममै हुन्छन्, र राप्तीमा बोटिङ गर्दाखेरि क्रोकोडाइलहरू एकदमै नजिकबाट जाँदा एकदमै थ्रिलिङ एक्सपिरियन्स हुन्छ, र बोटिङ इटसेल्फ एकदमै रमाइलो हुन्छ। यो सङ्लो पानीको माथि बोटिङ गर्न अति रमाइलो हुन्छ। नम्बर 13 मा रहेको छ सनराइज एट चितवन। तराईको सनराइज एकदमै गोल्डन हुन्छ र जाडो महिनामा त हुस्सु परेर एकदमै दामी देख्छ। एकचोटि यो पनि एक्सपिरियन्स गर्नु होला। नम्बर 14 मा रहेको छ सौराथ चोकैमा रहेको हिमचुली स्विट्सको ब्रेकफास्ट खाना। यहाँको स्पेसल भनेको चाहिँ जेरी हो, जुन एकदमै मोटो मोटो, एकदमै बाक्लो र एकदमै मिठो हुन्छ। यहाँ जेरी र पुरीलाई बर्गर जस्तो बनाएर खान नछुटाउनु होला। अलि हेभी ब्रेकफास्ट गर्ने भए चाहिँ यहाँको समोसा, तरकारी र भेज मोमो पनि ट्राई गर्नु होला, एकदमै मिठो छ। लास्ट पोइन्ट नम्बर 15 मा चाहिँ मैले तपाईहरू सबैजनालाई भित्र मनदेखि इन्जोय गर्नु भनेर रिकमेन्ड गर्छु, बिकज भन्नलाई छुटेको कुराहरू थुप्रै छन् होला, जस्तै अरू थुप्रै खाने ठाउँहरू र क्रोकोडाइल ब्रिडिङ, एलिफेन्ट ब्रिडिङ जस्ता ठाउँहरू, जुन सबै कभर गर्यो भने त एकदमै लामो भिडियो हुन्छ। तर तपाईहरू आफै पनि रिसर्च गर्नु र मेरो भिडियोमा भएको कुराहरू फलो गरे पनि नगरे पनि आइएम स्योर तपाईहरू फ्यामिली फ्रेन्डसित चितवन जानुभयो भने अति रमाइलो हुन्छ। बिकज चितवन इटसेल्फ एकदमै राम्रो ठाउँ छ, नेचरसित एकदमै क्लोज, गर्ने कुरा धेरै छन्। रमाइलो गर्नु होला र फर्केर धेरै मेमोरिजहरू बनाउनु होला। थ्याङ्क यू।